आज वर्षको अन्तिम दिन हो। यो वर्ष कुन आइपिओले सबैभन्दा बढी प्रफिट कमायो भन्ने बारेमा जानौँ। नेपालको शेयर मार्केटमा धेरै आइपिओहरू आए, तर सबैभन्दा धेरै रिटर्न दिने कम्पनीहरू कुन कुन हो? पाँचौँमा आउँछ मनुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ। 100 रुपियाँमै आएको थियो र यसको प्राइस 1100 भन्दा माथि पुगेको छ, जसले करिब 1000% रिटर्न दिएको छ। चौथोमा चन्द्रजिरी हिल्स लिमिटेडको आइपिओ पनि 100 रुपियाँबाट सुरु भएर 1300 को रेन्ज पुग्दा 1200% भन्दा बढी रिटर्न दिएका छन्। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि त्यही प्याटर्न देखिन्छ। 100 रुपियाँबाट सुरु भएर 1700 सम्म पुग्दा इन्भेस्टरले 1600% जति प्रफिट कमाएका छन्। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ पनि 100 रुपियाँमै आएको थियो र यसको प्राइस 3000 भन्दा माथि पुगेको छ, जसले करिब 3000% रिटर्न दिएको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ पनि 100 रुपियाँमै आएको थियो र यसको प्राइस 3400 भन्दा माथि पुगेको छ, जसले करिब 3400% रिटर्न दिएको छ। यसबाट के सिकिन्छ भने आइपिओ प्राइस 100 हुनु भनेको सानो स्टार्टिङ पोइन्ट मात्र हो, तर सही कम्पनी छानेर लङ टर्म होल्ड गर्न सकेमा त्यही 100 रुपियाँ हजारौँमा बदलिन्छ। धैर्य गर्नेले नै बजारमा ठूलो फल पाउँछ।